हेलो साथीहरू सबैजनालाई स्वागत छ मेरो युट्युब भिडियोमा। सबैजनाले पोर्चुगलमा बसिराख्नु भएको सबैजनाले चाहिँ अहिले आइरस भर्नुभयो होला। आइरस कसरी भरिन्छ यो भिडियोमा मैले तपाईँहरूलाई क्लियरली बुझाउने छु। सकेसम्म आइरस चाहिँ आफैले भर्नु होला, अरूलाई भर्न चाहिँ नपार्नु होला आइरसलाई। किनभने आइरस अरूले भर्दाखेरि आफ्नो सबै डकुमेन्टहरू लिने भएकोले तपाईँलाई भोलि केही अप्ठ्यारो पनि पार्न सक्छ। त्यही भएर सकेसम्म आइरस आफैले भर्नु होला। त्यसको लागि चाहिँ यो भिडियो हेर्नुभयो भने राम्रोसँग बुझ्नुहुन्छ। त्यही भन्दै म तपाईँहरूलाई कन्टिन्यू भिडियोतिर लाग्छु। यो मेरो ल्यापटप स्क्रिन। यसरी गुगलको वेबसाइट खोल्ने, त्यसपछि तपाईँले यस्तो इन्टरफेस देख्नुहुन्छ, पासपोर्ट सपोर्ट अनि आइरस भनेर। यो आइरसको चाहिँ एसएसमा क्लिक गर्ने हैन, त्यहाँ क्लिक गर्नुभयो भने चाहिँ तपाईँहरूको चाहिँ यस्तो इन्टरफेस देखिन्छ, जुन कि हामीले यहाँ आफ्नो निफ आइडी र आफ्नो फिनान्सको पासपोर्ट हालेर लगइन गर्नुपर्ने हुन्छ। जुन कि यहाँ आफ्नो फिनान्स नम्बर र तलपट्टि पासवर्ड लेख्नु होला राम्रोसँग। अनि त्यसपछि यो ग्रीन कलरको ब्लू कलरको लगइन बटनमा क्लिक गर्नु होला। त्यसमा क्लिक गर्नु भने तपाईँहरूको यस्तो इन्टरफेस देखिन्छ। तर अहिले चाहिँ अपडेट गर्नुपर्ने भएको रहेछ, केही छैन, पछि अपडेट गरौँला। त्यसपछि तपाईँको यस्तो इन्टरफेस देखिन्छ है। तपाईँले चाहिँ यहाँ माथिपट्टि अप्सनहरू मेनुमा धेरै देख्नुहुन्छ। यसबाट चाहिँ तपाईँले चुज गर्ने अप्सन भनेको सबमिट डिक्लेरेसनमा हो। यस्तो अप्सनमा फर्स्टमा क्लिक गर्नुहोस्, त्यसपछि फाइल आउट द डिक्लेरेसन, यहाँ आफ्नो इयर चुज गर्नुपर्छ। यहाँ चाहिँ हामीले 2025 को चाहिँ अहिले आइरस भरिरहेका छौँ। त्यसलाई क्लिक गर्नुभयो भने चाहिँ तपाईँको यस्तो अप्सन आउँछ। यसमा चाहिँ सबैभन्दा फर्स्टमा भएको अप्सनलाई चाहिँ आफूले क्लियर टिक लगाउने। त्यसपछि तलपट्टि तपाईँको निफ नम्बर हाल्ने बक्सा छ, त्यहीमा चाहिँ आफ्नो निफ नम्बर हाल्नु होला। हालेपछि चाहिँ तपाईँ निफ नम्बर हालेर चाहिँ तल कन्टिन्यूमा क्लिक गर्नुहोस्। क्लिक गर्नुभयो भने चाहिँ तपाईँको यस्तो इन्टरफेस देखिन्छ। तपाईँको यस्तो इन्टरफेस देखिरहेको छ हेर्नु, तपाईँको डिटेल्स। त्यसपछि तपाईँले यसलाई टु क्लोज गर्नु। टु क्लोज गरेपछि तपाईँले यस्तो इन्टरफेस देख्नुहुन्छ। त्यसपछि तपाईँ यसो तल पनि हेर्नु, केही भर्नुपर्ने छ कि छैन। भर्नुपर्ने छैन भनेपछि तपाईँले अब यहाँ चुज गर्नुपर्छ। 1 नम्बरमा चाहिँ तपाईँले आफै भरिएको हुन्छ। 2 को पनि तपाईँहरूलाई खासै चाहिँदैन, यो सिङ्गलको लागि हो है। यो सिङ्गलको आइरस भर्दैछु। यसमा फेरि डिपेन्डेन्टमा ल्याउनेको फरक तरिकाले भन्नुपर्छ र केही कुराहरू यहाँको अप्सनहरू भन्नुपर्छ। र यसमा चाहिँ तपाईँले 4 नम्बरकोमा चाहिँ यो सिङ्गल भनेर लेखेकोमा चाहिँ गर्नु। अनि त्यसपछि तपाईँले 5 नम्बरमा चाहिँ तपाईँहरूले केही भन्नु पर्दैन, सिङ्गल मान्छेले केही भन्नु पर्दैन। डिपेन्डेन्टमा आउने र तपाईँहरूको बालबच्चा अरू कोही यहाँ आएर काजमेन्टो गरेको लागि चाहिँ हुन्छ। अब यो तपाईँको यसमा चाहिँ 9 नम्बरमा चाहिँ तपाईँको बैङ्क एकाउन्टको डिटेल्स छ भने, नयाँ हुनुहुन्छ भने हाल्नु, न त पुरानो छ भने चाहिँ क्लिक गर्नु। त्यसपछि तपाईँले यो जुन 8 नम्बरमा चाहिँ कुन ठाउँबाट आइरस भर्दै हुनुहुन्छ त्यसको चाहिँ क्लियर हुनुपर्छ। यो माथि फर्स्टमा भएको चाहिँ यो लिजबनभित्र वरिपरि पोर्चुगलभित्र पर्ने हो र तलपट्टिको चाहिँ मदिरा र अर्को आयरल्यान्डको हो। आयरल्यान्डहरूको चाहिँ त्यता पर्छ होइन। त्यसपछि चाहिँ तपाईँले 10 नम्बरमा चाहिँ फर्स्टको अप्सन क्लिक गर्नु। अनि 11मा खासै केही पर्दैन, तपाईँहरूले 12को पनि तपाईँलाई केही पर्दैन। यति गरेपछि साथी तपाईँहरूको चाहिँ सबै फर्महरू फिलअप भयो। यो सिङ्गल पर्सनको लागि चाहिँ फर्म फिलअप भयो। यसरी माथि स्क्रल गर्नु र तपाईँहरूले यो सिमुलाते भन्ने चाहिँ जुन क्यालकुलेटर जस्तो देखिएकोमा क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गर्नुभयो भने तपाईँको यस्तो इन्टरफेस देखिन्छ, जहाँ कि हामीले तपाईँहरूले वर्षभरि युज गरेको कुराहरूको सबै डिटेल्सहरू यहाँ हुन्छ। राम्रोसँग हेर्नु, आफ्नो राम्रोसँग हेरेर यसरी 00 आयो भने प्रब्लम हुँदैन साथीहरू। अब यसरी चाहिँ आफूले यहाँ के ध्यान दिनुपर्छ भने, यहाँ ब्लू कलरमा लेखिएको पैसा छ भने तलपट्टि त्यो चाहिँ तिर्नुपर्ने पैसा हो, र ग्रिन कलरमा लेखिएको छ भने चाहिँ आउने आफ्नो एकाउन्टमा आउँछ, बैङ्क एकाउन्टमा।
त्यही भएर हामीलाई ब्याङ्क एकाउन्ट एट्याच गर्नुपर्छ र अब तपाईँहरूले यहाँ क्लोजको अप्सन थिच्नुभयो भने चाहिँ यस्तो इन्टरफेस देखिन्छ जुन कि तपाईँहरूले यहाँ नो मिस्टेक भनेर आएको चाहिँ भनेपछि सबै कुराहरू क्लियर भइसक्यो तपाईँहरूले डेलिभरीमा क्लिक गर्नुभयो भने यस्तो इन्टरफेस देखिन्छ यो जुन की कलर ब्ल्याक कलरको की जस्तो छ नि त्यसमा क्लिक गर्नुहोस् भयो भने यस्तो इन्टरफेस तपाईँले देख्न सक्नुहुन्छ जुन कि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ फेरि निफ र पासवर्ड हालेर एथेन्टिकेसन गर्नुपर्ने हुन्छ त्यो गर्नुभयो भने चाहिँ तपाईँको फेरि भेरिफाई गरे जस्तो हो अब चाहिँ तपाईँहरूले यस्तो इन्टरफेस देख्नुहुन्छ जुन कि तपाईँहरूले आफ्नो पुरै डिटेल्सहरू क्लियरली कुन कुन सबै राम्रोसँग हेर्न मिल्ने छ हेल्थतिर के कति पऱ्यो तपाईँको ट्राभल्सतिर के कति पऱ्यो होइन इयरली सबै वर्षभरिको हेर्न मिल्छ तपाईँले 2025को अब के अरे 24को 25को चाहिँ अब 26मा हेर्न मिल्छ यसरी सबै कुरा हेरेर भिडियोलाई कस्तो लाग्यो तपाईँहरूलाई भिडियो इन्फर्मेसन टाइपको छ भने तपाईँहरूलाई काम लाग्ने छ भने मलाई सब्सक्राइब गर्न नबिर्सिनु होला मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिकन मेरो भिडियोहरूलाई सेयर गरिदिनु होला नयाँ साथीहरू माझ पुर्याइदिनु होला र नयाँ हुनुहुन्छ भने तपाईँहरूले तलपट्टि सब्सक्राइब बटनलाई क्लिक गर्नु होला अनि बेल आइकनलाई क्लिक गर्नु होला हस्त धन्यवाद फेरि भेटौँला